माई न्यू भिडियो। सो साथीहरू आज चाहिँ हामी ठुलमम्मीको छोरीको गुनेचोलोमा जान थालेको। एन्ड साथीहरू उहाँ चाहिँ मेरो मम्मी होइन, अनि त्यो चाहिँ मेरो छोरा हो। मेरो मम्मी चाहिँ हामीभन्दा भर्खरको देख्छ साथीहरू। हामी दिदी बहिनी तिनजना छ भए पनि हाम्रो मम्मी हेर्नु न। यो पुण्य चाहिँ मेरो बहिनी, यो पुण्डे डल्ली हेर्नु के भएर यो चकचके मातेको बच्चा यो एकदम अर्को हरामी। हाम्रो मम्मी हेर्नु साथीहरू, हामी आमा छोरी तिनजनाले चाहिँ कुर्ता सुरुवाल लगाएको छु। यता पनि पछाडि हेर्नु साथी, हामी कुर्ता लगाएर जान थालेको। अनि मेरो छोरा चाहिँ हेर्नु गाइस, छोरा चाहिँ रोको रहेछ, के भएर रोको। ओके गाइस, मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त साथीहरू। हामी चाहिँ पुलमा होइन, यो भाइरल पुल हो। अनि मेरो मम्मीहरू चाहिँ बाहिर छ। हेर्नु गाइस, कस्तो राम्रो पानी खोला होइन। मेरो छोरो चाहिँ गाडीलाई टाटा गरिरहेछ। हेर्नु साथीहरू कस्तो राम्रो है खोला। वाउ, यहाँ हेर्नु गाइस, हामी चाहिँ त्यहाँबाट म्याजिक चढ्ने हो साथीहरू। हामी चाहिँ म्याजिक यहाँ वेट गरिसक्यो, म्याजिक चाहिँ होइन। अनि हामी चाहिँ छिटो हिँडिरहेको छु किनकि त्यहाँ म्याजिकले हामीलाई वेट गरिरहेको छ। गाडीहरू चाहिँ हिँडिरहेको छ गाइस। यहाँ म्याजिक, यो चाहिँ मेरो मम्मी हेर्नु न गाइस, कति हिँड्ने, कस्तो कालो धुवा फालेको होला। यो यत्रो बाइकले के गर्नु मैले त घुराइदिन्छ। आइ आ चुप। मेरो मम्मी हेर्नु न गाइस, स्वर्गको परी छोरो। साथीहरू हामी चाहिँ म्याजिक पनि ओर्लिसकेको छौँ। अनि त्यहाँबाट मम्मी चाहिँ भाडा तिर्नु भइरहेको छ होइन। हामी चाहिँ अहिले चाहिँ ठ्याक्कै भन्नुपर्दा बस पार्कमा छु साथीहरू। अब चाहिँ एकछिन नास्ता सास्ता खाएर अनि त्यहाँबाट लाग्नेछु हामी चाहिँ प्लेस गराएको गाइस। मम्मी हेर्नु साथीहरू कस्तो राम्रो परिवा उडिरहेको छ कि साथीहरू। गाइस हामी चाहिँ खाजा खाने भनेर गरेको छु साथीहरू। खाजा खाने भनेको फेरि यतातिर चाहिँ छैन रहेछ उयोहरू नै, दोकानहरू नै होइन, सबै बन्द। अहिले बिहान हो नि त, अनि त्यही भएर होला होइन। मेरो बहिनी चाहिँ भाइ बोकिरहेको छ, मेरो मम्मी चाहिँ पछाडि पछाडि आउनु भइरहेको छ साथीहरू होइन त गाइस। यहाँ हेर्नु काम गर्ने मान्छेहरू बुद्धचोकमा होइन। तपाईँहरूलाई मान्छे चाहिए चाहिँ भन्नु होला, म ल्याइदिन्छु साथीहरू। साथीहरू हामी चाहिँ सातो खाना थालेको होइन। मेरो छोरीले पनि खान्छ कि खाँदैन हेर्नु ल गाइस। हामी चाहिँ सातो खाना आएको होइन। मिठाईहरू केही पाएन साथीहरू। मिठाई दोकान चाहिँ छ, समोसाहरू खाजा खाऊँ भने छैन रहेछ के। वाह, हामी चाहिँ सातो खाएर पनि आइसक्यो साथीहरू। हाम्रो छोरीलाई चाहिँ कस्तो मजाले खाँदो रहेछ गाइस। हामी चाहिँ होटेलमा आइसक्यो। बहिनी चाहिँ रिसाइरहेको छ होइन। मेरो छोरा चाहिँ त्यहाँ चकचक गरिरहेको छ। हाई गर छोरा, हाई, गुड बोय, हाई।
कति गर्मी छ साथीहरू बजारहरू नि बन्द रहेछ आज शनिबार होइन अनि चाहिँ मेरो मम्मी चाहिँ बस्नु भइरहेको छ टेबलमा साथीहरू हाम्रो चाहिँ मोमो आइसक्यो मोमो खाइरहेको छु आमाको हामी हेर्दै चाटनी मात्र रहेछ साथीहरू हामीले चाहिँ मोमो खाएर भ्याइसकेको छ एन्ड मैले चाहिँ अहिले चाहिँ कपाल छोडेको छ अहिले चाहिँ बाँडेको छ गर्मी भएर मलाई चाहिँ पसिना पनि आइरहेको छ अनि हामी चाहिँ जाने भनेर बसिरहेको थियो तर गीत बजिरहेको छ नि त अनि मेरो छोरा चाहिँ नाचेको हेरेर बसिरहेको कि हामी चाहिँ होइन मेरो छोराले चाहिँ यति खाएन साथीहरू त्यही हो साथीहरू हामी चाहिँ होटेलबाट निस्किसकेको छौँ अनि त्यहाँबाट हामी चाहिँ अहिले पार्लर जान थालेको पार्लर चाहिँ हेटौडामा कहाँ छ हामीले पनि थाहा त थाहा छ साथीहरू होइन तर हुन्छ नि अब उयो नै बन्द रहेछ बन्द अनि छोरा चाहिँ मैले बोकिरहेको छु अनि मेरो मम्मी र बहिनी चाहिँ हिँड्ने बनेर हिँडिरहेको छ मलाई चाहिँ बच्चा बोकाएर अरू त के भन्नु साथीहरू हामी चाहिँ पार्लर जानु लाग्यो है त साथीहरू हामी चाहिँ छोरालाई जुत्ता किन्न भित्र छिरेको सोरुमभित्र होइन बच्चाको लागि जुत्ता हेर्न आएको जुत्ता गाइज चप्पल लगाएर हिँडिरहेको छ कि अहिले कस्तो खालको जुत्ता कुन मन पर्यो यो मन पर्यो हो ऊ चप्पल खोलेर कि अझ उता जाँदा मिल्छ त है लगाएर हेर्नु कति यसको प्राइस सोध्नु त एकचोटि अलि सानो भयो त महँगो के बुढाले जुत्ता हेर न ऊ जुत्ता छैन साथीहरू मेरो छोरालाई चाहिँ जुत्ता हेरेको यो सानो भएछ अर्को ठुलो साइजको ल्याउन थालिरहेको छ रुमाल छोरालाई चाहिँ जुत्ता पाएन साथीहरू हाम्रो छोराको खुट्टा ठुलो भएछ सबै सानो सानो जुत्ताहरू मात्रै पायो ढिला भइसकेको गाइस हामीलाई चाहिँ तर जुत्ता पाएको छैन पार्लर पनि जानु छ चाहिँ जुत्ता लगाइसकेको छ साथीहरू हेर्नु डन बनेर नाचेको साथीहरू हामी चाहिँ छोरालाई जुत्ता किनेर आइसकेको छौँ अनि त्यहाँबाट मेरो छोराको जुत्ता लगाएर चाहिँ हेर्नु त्यहाँ डन बनेर हिँडिरहेको छ आमा चाहिँ सँग हामी चाहिँ छिटो छिटो पार्लर गएर अनि त्यहाँबाट गइहाल्ने हो साथीहरू मलाई यसले हो के पाएको गाइस हामी 7 बजी निस्केको मान्छे अहिले कति बज्यो भने अहिले 11-12 बज्न थाल्छौँ गाइस अहिलेसम्म हामी उइसमा पुगेको छैन गुनेजोलोमा पुगेको छैन साथीहरू होइन गर्मी भएर मन थाल्छौँ म मात्रै होइन हामी सबै मर्न थाल्छौँ गर्मी भएर मेरो छोरा चाहिँ डन पल्टिरहेछ मैले खाएको कुल्फी पनि फालेछ गाइस त्यहाँ पनि फाल्यो एउटा त्यहाँ पनि फाल्यो के उल्टो गरेर खाएर यो मम्मी अल्छी लगाएर मन थाल्छु साथीहरू छिटो आउनु न तपाईँहरू गाडी ल्याएर हामीले गाडी चाहिँ पाइरहेछ गाडी यत्रो लिएर गाडी चाहिँ पाइरहेछ साथीहरू होइन तर त्यो उयो पाएको छैन के अरे ठुलमम्मीहरू आउनु भएको छैन यहाँ अल्छी लगाइसक्यो साथीहरू हामी चाहिँ गाडी चढिसक्यो मेरो ठुलो मम्मी ठुलो बा सबैजना आउनु भइसक्यो साथीहरू मेरो ठुलो मम्मी र ठुलो मम्मी र मम्मी चाहिँ ठ्याक्कै उस्तै देख्न थाल्छ हेर्नु अनि यहाँ बहिनी चाहिँ अगाडि बसिरहेको छ यहाँ पछाडि साथीहरू हामी चाहिँ होइन
गुनाचोलोको घरमा आइसकेको छौँ अनि त्यहाँबाट यहाँ चाहिँ डेक बजाइरहेको छ मेरो छोरा चाहिँ भर्खर सुतेर उठेको बच्चा पनि नाचिरहेको छ गाइस चाहिँ बे घर हो त्यहाँ पछाडि टरेलो पनि छ साथीहरू मान्छेलाई टर्निँदै टर्नेलले खाजा खान लागेको गाइज साथीहरू हामी चाहिँ बेमै के अरे गुनेचोलोमै छु एन्ड यहाँ चाहिँ रमाइलो भइरहेको छ तर गर्मी पनि भइरहेको छ साथीहरू होइन मान्छेहरू चाहिँ यत्तिको छ धेरै भिड छैन सो उता चाहिँ उयोहरू छ अनि मान्छेहरू चाहिँ धेरै भिड छैन अनि बहिनी हामी चाहिँ टिकटक बनाइरहेको छौँ साथीहरू कस्तो राम्रो भइरहेछ होइन रमाइलो भइरहेछ गाइस यहाँ चाहिँ होइन सो हामी चाहिँ अहिले एकछिनमा घर जानेछौँ हामी नाचेको भिडियो पनि हेर्नेछौँ साथीहरू सो भिडियो चाहिँ हेर्नु होला है त पानी परिरहेछ हेर्नु गाइस पानी परिरहेको छ यहाँ साथीहरू पानी ठुलो परिरहेछ हेर्ने यहाँ कति ठुलो मुसिन्दाहरू पानी हेर्ने साथीहरू हामी चाहिँ पानी परेको कारणले होइन गाडी चढेको भिडियो चाहिँ गर्न पाएन साथीहरू हामी चाहिँ कहाँ आइपुग्यो भने अहिले यो तपाईँहरूलाई बिहान मैले पुल देखाएको थियो नि साथीहरू भाइरल पुल भनेर यही पुल हो त्यो चाहिँ होइन हामी चाहिँ यहाँ आइसकेको छौँ साथीहरू जाने बेला कति हिरिनी बनेर गएको थियो आउने बेला अहिले हेर्नु साथीहरू जस्तो भएको छु होइन सो साथीहरू अब चाहिँ हामी रुमतिर लागेको होइन मेरो मम्मी चाहिँ हेर्नु छोरा पुगिरहेको छ होइन दिदी बहिनी छोरा ओके गाइस बाइ गाइस थ्याङ्क यू फर वाचिङ हजुरहरूलाई चाहिँ धेरै धेरै धन्यवाद छ भिडियो लास्टसम्म हेर्नु भएकोमा एन्ड बाइ गाइस थ्याङ्क यू फर वाचिङ सब्सक्राइब फर मी ओके गाइस